सब गोडे हाँस पर्दैन मेरो कहाँ जान लागि कहाँ जाने हो बाई बाई अरु यो सुटकेसलाई चाहिँ अगाडि राखिदिँदा हुन्छ होला नि दादा नचलाउँदै फेरि अहिले बाटो भएर कता बाई बाई ल फेरि भेटौँला मामा लिसो केही गर्दैन धेरै खुसी छ हातमा के लिएर हिँड्नु फेको फेको ससुर आएछन् हो त तर बिचरा अर्को सम्झिँदैन लाउनु अर्कोचोटि आउँदाखेरि सबैजना राजा कहाँ हुन्छन् बाई दादा होइन होइन त्यहीँ जस्तै उफ्रिस न बस्नु 4 बजीतिर जाम कि भने गाडी पाउँछ त पाउँछ गइरा मान्छे हो त्यही भरे एक्सपिरियन्सको बारेमा भन्नु न छोरी कस्तो भयो धेरै धेरै पैसा के भन्ने थाहा छैन फोटो खिचेको थियो धेरै के रहेछ दसैँको टिका त्यस्तै अनि मेरो गुनिया चल्दै गरेको अनि गुनिया त्यो भनेको चाहिँ चाहिँ आउँदैन के तपाईँको आइफोन खिच्नुले हाल्नु एउटा कहाँनिर पुरै नजाउँ फेरि सबै जान्छन् होला यो अलि पुरानो भइसक्यो यो वाला नयाँ हो क्या यो बजाऊ अङ्कल के अरे अङ्कल आन्टी विवेकहरू तपाईँ दिदी यता आउनु न हो रेडी 1 2 फुल्ला मलाई 12-14 दिन जस्तो भयो अनि देख हेर्दै छैन कस्तो कस्तो यो पुस यो पानी चिसो पानीमा राखिन्छ न फेरि कस्तो हुर्रा हुर्रा हो हुर्रा हुर्रा हो हुर्रा बच्चा हेलो ल यतिकै तिमी आफै कि तिमी ल काउले एन्जल छोरा तिमी छोरा मैले गर्छु हुन्छ हाँसेकै हैन ल आमा बार्न भयो क्यामेराम्यान धेरै भयो के ल
दिदी बहिनीले टोली नमिलाई राम्री यहाँ हेर्दा पो थाहा भयो पाकिसकेको छ त पुरै त्यो गणेश भन्दा अगाडिपट्टि आज चट्ट मिलाउनै सकिन कि अरू अरू दिदीहरूले एकाइ चामलमाथि त्यहाँ अर्को लगाएर उसको हिनाइ उसको बालकोटको राजा छ आना भन्दा कम जग्गा छैन डेडी चाबी दिन्छ ए हैन न सुबेर थापा हो त त्यो पनि हो हैन अर्को दुना राख्छु घोरा छ मेरो सबै सदा विशेष पाएको सही धान भन्दा उचित शुद्ध जल भन्दा त्यो वरुण देवतालाई आह्वान गर्ने वरुण तम्मनमा श्री वरुण भनेर ईशान वरुण कलशाय नमः त्यो कलशको एकै स्वरले पार्वती पिता महादेव सरी रेडी भएर आइस नि त हजुर शालिग्राम भनेको शालिग्राम दैनिक को थियो त भन्दाखेरि तपाईँको विष्णुको अत्यन्त शक्ति र धर्मशास्त्रका कुराहरू छन् जो मोक्षता प्राप्तिको लागि हो हे मनको प्रतिभा कसले नित्य गर्यो अनि यता बत्ती उहाँले अन्नमा परिसक्यो अन्न विशुद्ध हुन्छ शशाङ्क कर सङ्कास हेमडे मेरो पाण्डव गाँठ पारेको एक मुठी अहिले त्यहाँ राखिदिउँ नानीलाई अहिले यो गोदान ल पूजा गरौँ त्यो दुनामा ओम नमोको अभ्यास अब झन् ज्ञानी हुनुपर्छ यहाँको यहाँ दुनाको
यो मात्रै त्यो मात्रै ल त्यो त पुच्छारो गाईको छोड्नु भएन नि पुच्छामा दुनाको जल के हो त्यहाँको सस्व एवं व्यवसायमध्ये हस्तपटे त्याय नाम राशि शरीरस्य सपिता नारायणको नाम लिने भने त कस्तो पनि हेतु नाम सर्वकामना पूर्यातम सर्वकामना सिद्ध पानी खोइहाल्नु एक अरिष्ट नेमिः सद्दिनो बृहस्पतिर्ददातु अवसागमन्निः ब्रह्म शान्तिः सर्वगुण शान्तिरेधि साथी ल बोलाइसक्यो अब लुगा फेरि सिकिन्छ नानी र अनि त्यहाँ राख्नु एउटा यस्तो गरेर मिसाको नि थियो त एउटा हिजो जोडिरहेको थियो सानो सानो त्यो बाँकी सकेकै छैन हो र उसकै बाँकी ए लाउ आऊ मसँग त लिक्विड मात्रै छ मम्मीसँग चाहिँ त ओहो हजुर के गर्ने ल जाउँ होल्ड होइन होइन त्यहाँ अहिले त्यहाँको काम सकु अनि यता आउँला अलिकति त्यसलाई उता अलिक के हुन्छ थाहा हुँदैन हेर्नु कपडा अलिक माथि साह्रो लगाइदिन्छु के अरे गोडा दिने टिका लगाइदिने है धेरै त्यो विधान गर्नै पर्दैन त्यहाँनिर समात्नु पर्छ ल के उताबाट जान्छ लिएर आयो कान्छु यो गाडी सानो खुट्टा बराबर राख अब पूजा गर्ने दुई ठाउँ पारेर टिको लाउँदाखेरि उहाँबाट ए टिका लाउँदा यता पनि हेरिदिनु ल है भइगयो नि सिका मात्र फुकाइदिनु पा त्यो त्यो त घन्टी होला नि त्यो त देखाथ्यो अघि यस्तो नगर्नु न भुल भयो रे के भुल भयो होइन तपाईँ झुन्ड मान्छे यता पाउनु न पानी
पानी ल्याउनु पर्छ लगाएन होला अब हामी गइहाल्यौँ क्या ल हिँड हामी 3 जना अब भिना जुत्ता हात कसको हो थोरै दिदी पछाडि सन्देश चाहिँ ल आज हाम्रो विवेकको भूमिकाको चाहिँ विवाहको 7औं वर्षमा प्रवेश गरेकोमा यिनलाई चाहिँ धेरै 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 शुभकामना अर्को वर्ष चाहिँ नाति जन्मियोस् फेरि हामी यसो यस्तो होला अब एकदम रमाइलो भइरहेछ छोरीको कुनै चोलो होइन रमाइलो भयो पक्का हो नि फेरि पछि बाबा जुत्ता नाकमै पर्यो पानी हाल्छ नि अनि भयो भने भन ल म लग्छु धेरै बढाइ छ तपाईहरुलाई है काकालाई पनि गर्नुभयो है काका पनि आइदिनु भछ धेरै है आएर खोइ यसो गफ गर्ने पानी पाइया छैन काका गीत गर्न छोड सँगै हो सम्झि हो ए सम्झि सरलाई दिला ए भरत फोटो हारे सरी सरी अस्ति गुन्ने चोली छ भन् दुईटा कान्छी कान्छीमा जेसी कान्छी आए
रेडी 1 2 अहिले नसे सानीको नाकभरि उलाएछ ऊ खस्यो के भन्नु छ र यो बहिनीको भिडियो बनाइदिनु त अब अब कति रुपियाँ पाए कहाँ छ त सामानहरू ए जाऊ त तिमी मधुबन में भले काले राधा जले ये राधा माथि गर्देऊ नि त छोरी माथि झिरझिरहरू ने त हो सबैको नेट
पानी नारायण रूपै मोहानी नारायण रूपै मोहानी सम्म भागी बिहे गर्नु हुँदैन छैन कान्छीलाई घुम्न लैजाउँ चिठी त लेखे मयूरको पखले पठाउन जाउँ कि भन्छु गोजीमा दाम छैन दावत में जैसे बैठी है दुल्हन के वही तो मेरी स्वीट हार्ट माई के बगल में जो बैठी है दुल्हन के जो बन के आई मेहमान है उसका मुझ पे एहसान है जो बन के आई मेहमान है क्या कहना उसका अपनी से बगल में जो बैठी है दुल्हन के इसी बगल धेरैजनाको इन्टरनेट चलेपछि यस्तो भयो म त नाचिसके त म नाचिसके
नाचेको छैन के हामीले हेरेको छैन आउँछ